हेलो एभ्रिवान, सम्पूर्णमा नमस्कार है। के छ सबैजना सन्चै हुनुहुन्छ होला। सबैजनालाई वेलकम मेरो युट्युब च्यानलमा। मलाई आज एउटा यस्तो विशेष कुरा भन्न मन लाग्यो हैन। सो कस्तो भने मैले अनौठो हैन, मैले नदेखेको, अब हामी अलि पश्चिम नेपालगञ्जतिरको मान्छे अनि हामीले आफ्नै चाडपर्वमा रमाएको, त्यसपछि अलि भिन्न भनेपछि क्रिसमस, अनि त्यसपछि अरू ईदहरू यस्तै कुरामा चाहिँ रमाइरहेको र देखिरहेको पनि हो। म काठमाडौँ आइसकेपछि मैले एउटा भिन्न खालको चाहिँ एउटा चाडपर्व मनाएको देखेँ है। उहाँ राई लिम्बू को मान्छेहरूले चाहिँ यो मनाउनु हुँदो रहेछ। अनि त्यसमा चाहिँ विशेष गरी टुँडिखेलमा हिजो यस्तो भव्य राम्रो जात्रा लागेको थियो। त्यो जात्रामा के कस्तो भने कस्तो राम्रो ड्रेस लगाउनु भएको होस्, नेपाली के एकदमै प्योर नेपाली पोसाकहरू लगाउनु भएको होइन। हाम्रो नेपाली कल्चरलाई पनि बचाउन उहाँहरूको ठुलो भूमिका छ जस्तो लाग्छ कि मलाई। पुरै नाकमा फुली बुलाकी अनि कानमा यहाँ माथि होइन, यो त हाम्रो पहिलेदेखि एउटा मौलिक परम्परा हो नि त यो। हामीले हाम्रो यो पोसाक हो हाम्रो भनेपछि उहाँहरूले चाहिँ त्यो सम्पूर्ण कुराहरू लगाउनु भएको होइन। पुरै मौलिक पोसाकमा, नेपाली पोसाकमा झकिझगाउ भएर त्यहाँ उपस्थित हुनुभएको। र उहाँहरूको पनि कस्तो खालको जात्रा भने उहाँहरूले चाहिँ हाम्रो गाउँहरूतिर चाहिँ एउटा मारुनी नाच भन्ने हुन्छ कि, त्यो मारुनी नाच जस्तै लाग्यो मलाई। तर कस्तो बुढोपाको मान्छे जोस निकालेर यति राम्रो नाच्नु भएको है। यो भिडियोमा छ होइन, तल मैले पहिले नै पोस्ट गरेको छ, यसमा हेर्न सक्नुहुन्छ। मजाले नाचेर कस्तो रमाइलो गर्नुभएको है। यस्तो नयाँ लाग्यो मलाई। अब के गर्ने, मैले कहीँ देखेको पनि थिएन यस्तो होइन। सबैको आफ्नो कल्चर हो। हाम्रोतिर चाहिँ सरस्वती पूजाको दिनमा चाहिँ यो चाहिँ उ गरिन्छ कि मारुनी नाच नाचिन्छ। विशेष गरी केटा मान्छेहरूले तल त्यो साडी लगाएर, साडी ब्लाउजहरू लगाएर त्यस्तै खालको गरगहना लगाएर चाहिँ केटा मान्छेले नाच्ने चलन हुन्छ होइन। ठ्याक्कै त्यस्तै लाग्यो क्या यहाँ पनि। आफ्नै खालको ड्रेसहरू है, उहाँहरूको चाहिँ यस्तो राम्रो ड्रेसहरू, नेपाली पोसाक पुरै नेपाली पोसाकमा पुरै सजिएर कस्तो मादलसँग अनि त्यसपछि बाजासँग, कस्तो बाजाको तालमा नाच्ने है। यति रमाइलो लाग्यो मलाई, यति रमाइलो लाग्यो होइन। यहाँ यो भिडियोसँग रिलेटेड कोही हुनुहुन्छ भने पनि उहाँहरूलाई एकदम देखेर नै खुसी लाग्ने खालको भयो क्या मलाई। सबैजनाले लाइक